ल हेर्न सक्नुहुनेछ हामी पारीपट्टि आइपुग्न लाग्यौँ। हेर्नु साथै यस्तो गाडी हुँदै हिँड्नु परेको छ। पानी नपरेर हेर्नु साथीहरू मकै पनि कस्तो ओइलाइसकेको छ मकै पनि। हजुरहरूले भिडियो हेरेर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त। यति भन्दै म मामा घरको नजिकै आइपुगिसकेँ। ल अब चाहिँ बिरालोहरू यहाँ छन् है त। बिरालो यति भन्दै मामा घरमा फाइनल्ली आइसकेँ। हाम्रो मामा घरमा चाहिँ हाम्रो आमाले रोप्नु भएको फुलहरू है त। अब हामी आमालाई पनि हेर्न जाँदैछौँ। आमा के पाक्यो ल? यहाँ भिडियो हेरेर भनिदिनु पर्यो ल। भिडियो हेरेर भनिदिनु पर्यो ल। ब्लग के पाक्यो भिडियोमा भनिदिनु पर्यो। ढिँडो पाकेर त अब हामी हेर्न गइरहेका छौँ। यहाँ छ ढिँडो, यहाँ छ तरकारी है त। सो मेरो मामा घर चाहिँ यही हो। अब म एकछिनमै लाग्दैछु यतातिर है त। मेरो यो चाहिँ मामा घर हो। अब मैले अगाडिको भ्लगमा पनि हजुरहरूलाई मैले भनेकै थिएँ र देखाउन पाइनँ। अब चाहिँ म हजुरहरूलाई मेरो बहिनी देखाउँछु है त। अब चाहिँ म मेरो बहिनी देखाउन गइरहेको छु। सबैले हेर्नु होला। हाम्रो गाडीमा दुईटा सिरक कसमा सानो टेबल पापाले हेरेर त्यहाँ उडेको छ। ल हेलो भन्नु। सो मेरो मामा घर चाहिँ त्यस्तै छ। थ्याङ्क्स फर वाचिङ। यति भन्दै म यो भिडियोलाई एन्ड गर्न चाहन्छु। नेक्स्ट भ्लगमा भेट्नु होला। सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गर्नु होला। सबैले माया देखाइदिनु होला।